चारजना केटा र केटीको अधुरो प्रेमको कथा यस्तो छ। अनु एउटा शान्त र संवेदनशील केटी जसलाई कला र साहित्यमा रुचि थियो। समीर एक रचनात्मक र भावुक केटा, अनुको बाल्यकालको साथी। ऋतु एक आत्मविश्वासी र महत्वाकांक्षी केटी, अनुको मिल्ने साथी। अर्जुन एक आकर्षक र लोकप्रिय केटा, समीरको कलेजको साथी। अनु र समीर बाल्यकालदेखि नै साथी थिए। तिनीहरूले सँगै धेरै समय बिताएका थिए र एकअर्कालाई राम्रोसँग बुझ्थे। समीरले अनुलाई गोप्य रूपमा प्रेम गर्थ्यो, तर उसले कहिले आफ्नो भावना व्यक्त गर्ने हिम्मत गरेन। अनुले समीरलाई आफ्नो मिल्ने साथीको रूपमा मात्र हेर्थे। कलेजमा समीरले अर्जुनलाई भेट्यो। अर्जुन एक आकर्षक र लोकप्रिय केटा थियो र समीरले तुरुन्तै उसलाई मन पराउन थाल्यो। अर्जुनले पनि समीरलाई मन पराउँथ्यो, तर उसले अनुसँगको समीरको मित्रतालाई ईर्ष्या गर्थ्यो। अनुले कलेजमा ऋतुलाई भेट्यो। ऋतु एक आत्मविश्वासी र महत्वाकांक्षी केटी थिए र अनुले तुरुन्तै उसलाई मन पराउन थाले। ऋतुले पनि अनुलाई मन पराउँथे, तर उसले समीरसँगको अनुको मित्रतालाई ईर्ष्या गर्थे। एक दिन अर्जुनले समीरलाई अनुलाई आफ्नो प्रेम व्यक्त गर्न प्रोत्साहित गर्यो। समीरले अन्ततः अनुलाई आफ्नो भावना व्यक्त गर्ने निर्णय गर्यो। तर अनुले समीरलाई भन्यो कि उसले समीरलाई आफ्नो मिल्ने साथीको रूपमा मात्र देख्छ। यो सुनेर समीर धेरै दुखी भयो। अनुले पनि समीरलाई प्रेम गर्थे, तर उसले आफ्नो भावना व्यक्त गर्ने हिम्मत गरेन। ऋतुले अनुलाई भन्यो कि उसले समीरलाई बिर्सनुपर्छ र आफ्नो जीवनमा अगाडि बढ्नुपर्छ। अनुले ऋतुको कुरा सुन्दै समीरलाई बिर्सने निर्णय गर्यो। समीरले अर्जुनसँगको आफ्नो मित्रतालाई अझ बलियो बनायो। अर्जुनले समीरलाई अनुलाई बिर्सन मद्दत गर्यो। अनुले पनि ऋतुसँगको आफ्नो मित्रतालाई अझ बलियो बनाए। ऋतुले अनुलाई समीरलाई बिर्सन मद्दत गरी चारैजनाले आफ्नो जीवनमा अगाडि बढ्ने निर्णय गरे। तर तिनीहरूको अधुरो प्रेमको याद सधैँ तिनीहरूको मनमा रहिरह्यो।